अनि नयाँ आउने मान्छेहरूलाई यिनीहरूले प्रोत्साहित नगर्ने निमोट्ने। तपाईँ हेर्नुहोस् बालेन शाहकै विरोधमा हेर्नुहोस्, उसले जे गर्छ यिनीहरू विरोध गर्छ। याद छ त्यो भदौ, कुनै दिन बालेन शाहले र्याब याद बेतालमा छ त्यो भनेका आँसु। हिस्ट्री भनेको फेरिने चिज हो भाइ, बालेन अहिलेसम्म आएको थिएन। मैती घरमा बलेको त्यो आगो अनि त्यो प्यास, डिजिटल बर्खा लगायो तर आवाज धुन्न सकेनौ। 34 बजाए पो बन्द गर्दा लाखौं मुटुमा आगो बल्यो। अब पालो हाम्रो, अब पालो सत्यको। देश बन्दैछ भन्यौ तर यहाँ त सपना मात्रै बेचियो। खाडीको रापमा हाम्रा दाजुभाइको जवानी रेडियो। नेताका महल चुलिए, जनताको चुल्हो निभ्यो। सिंहदरबारको कुर्सीमा बस्नेलाई जेनोजीको शक्तिले छुनै खोज्यो। भ्रष्टाचारको भाइरसले गाजेको यो पुरानो तन्त्र अब चल्दैन यहाँ कसैको बारो दाइवाला मन्त्र। 70 जना शहीद भए त्यो रगतको हिसाब हुन्छ। फागुन चोषणेमा अब हरेक नेपालीको नसा नसामा राष्ट्र पबी उझिन्छ। बन्दैछ नेपाल होइन, अब जाग्दैछ नेपाल। लौरो बोकेर बालेन दाइ आउँदैछ, अब काठमाडौँ छ कालो। काठमाडौँको नक्सा फेरियो, अब देशकै पालो छ। घन्टी र लौरो मिलेपछि कसको यहाँ के चाल छ। बन्दैछ नेपाल, जाग्दैछ नेपाल। मेयरबाट राजीनामा अब प्रधानमन्त्रीको त्यो दाउ। छापा बाक्समा बालेन उभिँदा हल्लियो पुरानो ठाउँ। इन्जिनियरको दिमाग छ र्यापरको त्यो फ्लो। हिजो र्यापमा बोलेका शब्द आज काममा सो। टुकुचाकोतिरदेखि महाङ्गरको स्कुलसम्म परिवर्तनको मोरो देखायौ। अब देशैभरि झुम्भाम। न बालेन मधेसीको छोरा, न पहाडको मात्रै हो। ऊ त जनताको प्रतीकको हो, ऊ त सिङ्गो नेपालको हो। संघीयताको नाममा केन्द्रले अधिकार खुम्चायो। अब प्रदेश बलियो बनाउने बालेनको विचार छायो। सुशीला कार्कीको नेतृत्व, चुनावको यो नतिजा। गगन बालेन र रवि मिले आउँछ नयाँ बिहानीका। पुरानो पुस्तालाई सम्मान तर शासनमा अब युवा। नचाहिने हामीलाई आश्वासन, अब चाहिन्छ कामको धुवा।